आज हामी लोकल भ्लग अर्ग्यानिक लोकल भ्लगमा छौँ। कुनै क्यापकट कुनै एडिट नगरी हाल्ने भ्लगमा छौँ। हाम्रो स्क्रिनमा हुनुहुन्छ जेके सर। नमस्कार जेके सर। नमस्कार, जय श्रमदान। जय श्रमदान। आज तपाईँ सोलुखुम्बुमा हुनुहुन्छ। सोलुखुम्बुको गतिविधि के छ त? आजको ठुलो बृहत कार्यक्रम भन्ने र सुनिएको छ, के छ यसको माहौल कस्तो भइरहेछ त जेके सर? आज हाम्रो सोलुखुम्बुको सल्लेरीमा हुन गइरहेको श्रम संस्कृति पार्टीको बृहत आमसभा कार्यक्रमको माहौल चाहिँ एकदमै राम्रो छ। र हाम्रो लगभग तयारीहरू पुरा भइसकेको छ र हाम्रो धरानबाट आउने हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्का साम्पाङज्यू पनि आउँदै हुनुहुन्छ। आइपुग्ने बेला भइसक्यो। हिजो ओखलढुङ्गा बसेर सल्लेरी पुग्न लाग्नु भएको छ भने गाउँ गाउँबाट आउने साथीहरू, केही साथीहरू हिजो रातिसम्म गरेर आइसक्नु भएको छ भने केही साथीहरू चाहिँ गाडीमा आज गाउँ गाउँबाट आउँदै हुनुहुन्छ। अनि तपाईँको यहाँ त एमालेको निकै निकट जगत ठाउँ हो भन्ने कुरो सुनिन्छ। के छ, एमालेको साथीहरू यहाँ आएर प्रवेश गर्ला त आज? एमालेको खास चाहिँ यो एमाले र काङ्ग्रेसकै जिल्ला हो पहिला चाहिँ, र धेरै जसो एमालेको साथीहरू, काङ्ग्रेसको साथीहरू चाहिँ हाम्रो श्रम संस्कृति पार्टीमा प्रवेश गरिसकेको छ। हजुर। र आज पनि धेरैले गर्नेवालामा छ। अब हिजो तपाईँ पनि त एमाले काङ्ग्रेस पार्टी कुन पार्टीमा हुनुहुन्थ्यो कि पहिले चाहिँ? हामी चाहिँ कुनै पनि अहिलेसम्म चाहिँ स्वतन्त्र हो। म चाहिँ कुनै पनि पार्टीमा चाहिँ छैन। त्यही चुनावको बेलातिर सहयोग गर्ने, कार्यक्रमहरू हुँदाखेरि सहयोग गर्ने, त्यति मात्र। अनि तपाईँ अहिलेको माहौलमा, अहिलेको रेसियोमा तपाईँ श्रम संस्कृति पार्टी भनेर हिँडिराख्नु भएको छ। तपाईँले श्रम संस्कृति पार्टीलाई तपाईँले सहयोग गरेर हिँडिराख्नु भएको छ। तपाईँको हिजो पनि भनिहाल्नुभयो, प्राइभेट पैसाले, आफ्नै गोजीको पैसाले तपाईँ हिँडिराख्नु भएको छ। अनि के छ, भोलिको दिनमा तपाईँको यो श्रम संस्कृति पार्टीले केही देश बनाउला त? श्रम संस्कृति पार्टीले देश बनाउँछ भन्ने एउटा विश्वासले नै हामी हिँडिराखेका छौँ। हजुर। जति पनि पहिला काङ्ग्रेस एमालेहरूले चाहिँ झुटको खेती गर्दै जनताहरूलाई चाहिँ भ्रममा राखेर चाहिँ एउटा राजनीतिको नाममा चाहिँ धेरै नै झुटको खेती गर्यो। र अब चाहिँ त्यो पुरानो दलहरूबाट चाहिँ जनताहरू सबैजना वक्क दिक्क भएर चाहिँ उनीहरूलाई चिनिसकेको छ। र अब चाहिँ श्रम संस्कृति पार्टी मात्रै एउटा विकल्प हो भनेर चाहिँ सम्पूर्ण जिल्लाहरू लगायत हाम्रो सोलुखुम्बु जिल्लाको पनि जनताहरू अब बुझिसकेको, सचेत भइसकेको छ। जानकारी तपाईँले गराउनु भएको छ भनेपछि आजको यो बृहत कार्यक्रममा कति मान्छे उपस्थित होला जस्तो सङ्केत छ तपाईँको? आज लगभग 1000-1500 जना नै उपस्थित हुने खालको चाहिँ छ, माहौल बनेको छ। तपाईँ अहिले यहाँ एयरपोर्टको छेउमा बसेर केही दुई शब्द बोलिराख्नु भएको छ। यो एयरपोर्टको के छ? एयरपोर्ट त एकदमै सुन्दर देखेँ, मैले पनि देख्दा राम्रो छ। पछाडि हिमाल त्यति नै राम्रो देखिएको छ। तर एयरपोर्टको वरिपरि डस्टबिन, फोहोरहरू, धेरै ड्रमहरू राखेको, काठहरू राखेको देखेको छ। यो चाहिँ के यस्तै सिस्टमै यस्तो हो कि केही यसको सिस्टममा राख्नु नजानेको कि नसकेको कि के छ यसको विषयमा? एयरपोर्टभित्रको चाहिँ अलिकति सिस्टम नमिलेकै होला, तर एयरपोर्टभन्दा बाहिरको चाहिँ राम्रो छ। एयरपोर्टभन्दा बाहिर त एकदमै राम्रो सुन्दर देखियो। एयरपोर्टभित्र ड्रमहरू त्यत्तिकै राखेको छ। जिल्लाहरू हेरी, अरू सहरहरू हेरी चाहिँ हाम्रो सोलुखुम्बु सल्लेरी चाहिँ एकदमै सफा छ, एकदमै राम्रो ठाउँमा डस्टबिनहरू राखेको छ। र अहिले हामी ठ्याक्कै सोलुखुम्बुको फाप्लु एयरपोर्टमा हुनुहुन्छ तपाईँहरू? हो। यो फाप्लुको विशेषता के छ त तपाईँको? एउटा केही छ? फाप्लु भनेको चाहिँ ठ्याक्कै हाम्रो फाप्लुबाट चाहिँ नुम्बुर हिमाल देख्न सकिन्छ। मेरो पछाडि देखिराख्नु भएको छ नुम्बुर हिमाल अथवा गौरीशङ्कर भन्ने नुम्बुर हिमाल चाहिँ यहाँबाट देख्न सकिन्छ। एकदमै रमाइलो छ। त्यसैले तपाईँहरू पनि घुम्न आउन सक्नुहुनेछ। त्यत्तिकै पनि यो पर्यटकीय जिल्ला सोलुखुम्बु र तपाईँहरू पनि सोलुखुम्बु घुम्न आउन सक्नुहुनेछ। अझै यो श्रम संस्कृति पार्टीले यो सोलुखुम्बुलाई अझै सुन्दर बनाएर पर्यटक भित्राउने सम्भावना छ कि पुरानै गतिमा, पुरानै शैलीमा पर्यटक भित्राउने हो त? अब हाम्रो श्रम संस्कृति पार्टीले चाहिँ अब यो सोलुखुम्बुमा पर्यटनहरू पनि धेरै भित्राइने छ र बाहिरी पर्यटक र आन्तरिक पर्यटकहरूको एकदमै भित्राउने पहल चाहिँ हाम्रो अब यो श्रम संस्कृति पार्टीले गर्नेछ भन्ने चाहिँ आशा गरेको छु। भनेपछि अझ तपाईँको यो अन्तिम भागमा पुगिएको छ। अब तपाईँले यहाँको सोलुखुम्बुवासीलाई तपाईँ के भन्न चाहनुहुन्छ त? सम्पूर्ण सोलुखुम्बु जिल्लावासीलाई म के भन्न चाहन्छु भने तपाईँको मिडिया मार्फत जति पनि सोलुखुम्बु जिल्लावासीले हेरिराख्नु भएको छ, तपाईँहरूले पुरानो पार्टी काङ्ग्रेस, एमाले जस्ता पुरानो पार्टीमा बसेर अझै पनि तपाईँहरू बेइज्जत भएर नबस्नुहोस्। त्यो चाहिँ अब जनताले फालिसकेको पार्टी, जनताले विश्वास नगर्ने पार्टी हो। त्यो चाहिँ त्यो पार्टीमा बसेर तपाईँले आफ्नो
नैतिकता गुमाउनुभन्दा चाहिँ बरु श्रम संस्कृति पार्टीमा आबद्ध भएर चाहिँ यो देश बनाउने पार्टी हो, यो चाहिँ काम गर्ने खालको पार्टी हो। त्यो अरू जस्तो बोल्ने, मुखले एउटा बोल्ने, यता कामले अर्को गर्ने खालको पार्टी होइन। यो चाहिँ एकदमै काम गर्ने खालको पार्टी हो। त्यसैले जति पनि सोलुखुम्बु जिल्लावासीले हेरिराख्नु भएको छ, तपाईँहरू चाहिँ साँच्चीकै देशलाई माया गर्नुहुन्छ र माटोलाई माया गर्नुहुन्छ भने श्रम संस्कृति पार्टीमा लागेर अब हामी सबै मिलेर चाहिँ देश बनाउनु पर्छ भन्न चाहन्छु। हस्, धन्यवाद जेके सर। हस् त, जय श्रम।